वेलकम टु माई मिनी भ्लग बोले 10 छ होइन मेरो मिनी भ्लग चाहिँ। अब म यति बेला धुर्कोटको मिनी ग्रेट वाल भन्ने ठाउँमा आइपुगेको छु। अब अलिकति तलबाट छ, अलिकति तल देखाउन पाएन, हामी यता बाइकमा आएको हुनाले हजुरलाई देखाउँदै गर्छु। उहाँ दाइ र मेरो चाहिँ यात्राको क्रममा होइन मेरो दाइ, यात्राको क्रममा हाम्रो चाहिँ उता गुल्मीतम घाँस भन्ने ठाउँमा यात्राको क्रममा भेट भएको। अनि फेरि दाइ पनि यतै पुर्कोटतिर आउने भएकोले अब हामी दुई भाइ चाहिँ दसम्म म दसम्म जाने, दाइ उहाँ बागदुला हुँदै दाङसम्म जाने भएकोले हाम्रो यात्रा सँगसँगै भयो। थोरै भए पनि रमाइलो भयो, घुम्न जाउँ भन्ने अब यहाँ यस्तो ठाउँ छ भन्ने चाहिँ जानकारी हामीलाई थियो, तर आइएको चाहिँ थिएन। अब हामी चाहिँ अब यहाँसम्म जाउँ न त, दुई भाइ नयाँ नयाँ पऱ्यो, अब गएको छैन, अब जाऊँ न त, भ्यू गरौँ न त भन्ने कुरा भयो। हाम्रो दुई भाइ बल्ल तल आयो बाइकमा, बाटो पनि ठिकै छ, पानी नपरेपछि एकदम राम्रो छ। तपाईँको अब हेर्न सक्नुहुन्छ मिनी ग्रेट वाल। अब एउटा अब चाइनामा छ ग्रेट वाल, जुन अब यो विश्वयुद्धका बेला बनाइएको थियो। अहिले हाम्रो मिनी ग्रेट वाल भनेर धुर्कोटमा अवस्थित छ। पालतिरतिर धुर्कोट दरबार छ भने वालतिरतिर मिनी ग्रेट वाल छ हाम्रो। अब हेर्न सक्नुहुन्छ यी अब कति लगानी लाएर अब थोरै अब लगभग लगानी त लायो होला, 1-2 करोड कति लाग्यो। अनि तर जे होस् हाम्रो पनि अब ग्रेट वाल नभए पनि सानो ग्रेट वालको झल्को दिलाउने के भन्छ भने यतिको बनाएकोमा घुम्न, तपाईँलाई रमाइलो गर्न, अब घरमा बस्दा बस्दै अलिकति बोर हुनुभएको छ भने यता आएर चाहिँ यता आएको बेलामा चाहिँ घुम्न चाहिँ नभुल्नु होला, नछुटाउनु होला, नछुटाउने हो। अब त्यही हो हामी दुई भाइको अब यात्रा माथिसम्म हुन्छ, अलिकति लामै छ भनौँ, 10-15 मिनटको भिडियो बन्छ होला सायद। अब हेर्नुहोस्, अब राम्रो भए लाइक सब्सक्राइब कमेन्ट अब भन्ने हुन्छ नि त, अब त्यो गर्न सक्नुहुन्छ हजुरले। हजुरको माया साथ सपोर्टले गर्दा हामी अब त्यस्तो अब भाइरल त होइन, भर्खर स्टार्टिङ हो। अब बेला मौकाले पाएको बेला हो बनाउने भनेको कन्टेन्टहरू। त्यही पनि यता आएको बेलामा अब कन्टेन्ट त के भने कन्टेन्टको लागि आएको होइन, खास विशेष कामले आएको हामी। कामले गर्दाखेरि आइयो, यता पनि अब घुमघाम पनि भयो, थोरै अब रमाइलो पनि भयो, दाजुसँग चिनजान भयो, भेटघाट भयो, भिडियो बनाउनु पायो, जे होस् रमाइलो छ नि। यता तपाईँको म घुम्न आएको पनि थिएन, 2-4 वर्ष भएको थियो। जे होस् यहाँबाट हेर्न सक्नुहुन्छ माथिसम्म छ क्या, माथिसम्म तपाईँको। अनि यति बेला ठ्याक्क पानी परेर बित्यो भएको छ कि यति बेलाको समय। अब त्यही हो, जे होस् रमाइलो छ, यता घुम्न आउनुपर्छ, घुम्नुपर्छ। अब त्यही हो बेला मौकाले पाएको बेला, अब घरमा बस्दा बस्दै बोर भएको बेला होइन र दाजु। तर जे होस् यात्राको क्रममा हामी चाहिँ दुई भाइ भेट भइयो। अब दाइ दाङ बस्ने भए पनि म यता गुल्मी बस्ने भए पनि अब जे होस् चिनजान चाहिँ भयो, जे होस् रमाइलो भयो, दुई भाइ घुम्यो, यात्रा यो एउटा सम्झना लायक भयो होइन। अब जे होस् सम्झना लायक जे होस् हेर्न सक्नुहुन्छ यस्तो छ। म यसरी अलि राम्रोसँग देखेँ होइन, ब्याक क्यामेरा गराएर अर्को नेक्स्ट भिडियोमा देखाउँछु तपाईँलाई। यहाँदेखि माथिसम्म एउटा शिवजीको मूर्ति छ, त्यहाँसम्म देखाउँछु। त्यहाँसम्म देखायो भने हाम्रो अब यात्रा चाहिँ घरतिरको हुनेछ।